हेलो साथीहरू, सन्चै हुनुहुन्छ? म नि सन्चै छु। आज चाहिँ हामी खजौरी टिप्न जान लाग्छौँ। कति लिएर आउँछौँ हेर्नु होला ल। चाहिँ टाटा, यो चाहिँ साथीहरू टाटा हो, टाटा। कस्तो मिठो हुन्छ साथीहरू। यो चाहिँ साथीहरू टाटा चाहिँ नि यसको भित्रदेखि आउँछ साथीहरू। हेर्नुहोस्, अब आइपुग्न लाइन ल साथीहरू। छौँ साथीहरू, उकालो चढ्दैछौँ। त्यहाँ माथि बाटो उतापट्टि जाने हो। हेर्नु साथीहरू, यस्तरी फल्छ यी फल। देख्नुभयो साथीहरू, आइपुग्यौँ हामी खजरी भएको ठाउँमा। दिदीसँग हामी चाहिँ दिदीसँग छौँ। खजुरी आफ्नै पारामा साथीहरू। अच्छा सल्लाघारी सुसायो भने जस्तै यो सल्लाहको उसमा चाहिँ म त कस्तो छु साथी। के बोले साथी आउनु ल खाने। म चाहिँ टिपेको साथी। कसलाई मनपर्छ भन्नु होला ल साथीहरू। म चाहिँ नि गाडीमा राखेर पठाइदिन्छु के साथीहरू। सबै खसिहाल्छु। के गर्ने र साथीहरू। उकालो लाग्दैछु साथीहरू, उकालोमा पनि खजौरी उम्रिँदो रहेछ। वाउ, खजौरी साथीहरू। पीछे देखो, पीछे खजौरी साथीहरू। हेर्नु साथीहरू, खजौरी जितायो। म त लोटे के साथीहरू। खजौरी हेरेर म बेहोस भइगएँ साथीहरू। म खजौरी देखेर। त्यही भएर हिजो बेहोस भएर हिजो ढलिसकेँ साथीहरू। के गर्नु, उठाउन आउनु ल मलाई साथीहरू। मेरो खजौरी जितायो। मेरो खजौरी भर्खर यति भएको छ। हेर्नु साथीहरू, बिन्दास पारामा बसिन्छन्, टिपिन्छन्, यसरी खाइन्छन् पनि यसरी। यो चाहिँ हेर्नु साथीहरू, यो चाहिँ यतातिरको यो प्योर ओरिजिनल खजौरी हो साथीहरू। त्यहाँ विदेशमा पाइन्छ नि साथीहरू। यो चाहिँ विकासी हो होइन। यो चाहिँ काठे हो। यो चाहिँ गाउँतिर पाइने ओरिजिनल हो। यो ओरिजिनल साथीहरू, ओरिजिनल खजौरी हो। यो चाहिँ औषधि पनि नमिसाएको। यो केही पनि, यसको चाहिँ सरप्राइज पनि नगरेको। यसको चाहिँ मल पनि केही राख्नु पर्दैन साथीहरू। यो चाहिँ आफै उम्रेको नि आफै फलेको, बिना दुःखको फल खान पाइएको साथीहरू। दुःख भनेको त त्यत्तिकै टिप्न आउने बेलामा मात्रै हो साथीहरू। त्यही छ, हामी चाहिँ बिना दुःखको फल खान्छौँ साथीहरू। हजुरले खानुहुन्छ कि नै? खाने भयो भन्नु ल, म लिएर आउँछु। पठाइदिउँला म गाडीमा हालेर। गाडीमा पठाइदिनुला ल साथीहरू। धेरै टाढा त लग्न सक्दैन साथीहरू। लमाइभरि लिन आउनु होला। लमाइभरि म पठाइहाल्छु, किनभने लमाइ चाहिँ गाडी आउँछ। त्यही भएर हाम्रो गाउँदेखि लमाइ गाडी आउँछ नि त। यो खजौरी, विदेशको खजौरी चाहिँ नि साथीहरू, यहाँबाट हिँड्दै जाँदाखेरि चाहिँ त्यो विदेश पुग्दासम्म त्यति ठुलो भएको अरे क्या साथीहरू। त्यही भएर चाहिँ यो हाम्रो चाहिँ ओरिजिनल हो। त्यो हिँड्दै जाँदा चाहिँ मल राख्दै त्यसको सप्राई गर्दै अनि होइन भएर चाहिँ ठुलो भएको रहेछ। कुरा बुझ्नुभयो साथीहरू। यो यतातिरको काफल हो साथीहरू। हाम्रो गाउँतिरको ओरिजिनल काफल हो साथीहरू। माथितिरको काफल चाहिँ अमिलो हुन्छ। यो यतातिरको काफल चाहिँ मोलो गुलियो हुन्छ साथीहरू। यो चाहिँ गुलियो हुन्छ। कसलाई मनपर्छ कमेन्टमा भन्नु ल साथीहरू। म पठाइदिउँला नि त, म डेलिभरी गरिदिउँला नि त साथीहरू। म डेलिभरी गरिदिउँला। के भन्छ त्यसको नाम पनि जान्दैन। के गर्नु साथीहरू, धेरै परेपछि यस्तै हुन्छ क्या साथीहरू।
इंग्लिश पनि फटफटाट जानिन्छ नो आइकम नो बिकम पासमा 2 कम त्यो पनि 3 चोटि फेल भने जस्तै हो यो जय कृष्ण बस्नेतले जस्तै हो यो तर खजौरी टिप्न मात्रै फर्स्ट डिभिजन साथीहरु यस्तै छु म त पुरा बुझ्नुभयो हैन ए यो पुर्जुम्ती कस्तो भएको यो पुर्जुम्ती कस्तो पुर्जुम्ती खान्छ के साथीहरु हा घाममा हजुर घाममा उभिनु भएको छ नि अनि साथी दिदी पार हुनुहुन्छ गीत गाइरहनु भएको छ पिस्याल नुकु याद अझै हल्लै खिनी हे रन्सी देख्नुभयो साथीहरु कति टाढा हुनुहुन्छ पार हुनुहुन्छ सुन्नुभयो साथीहरु दिदीको गीत कमेन्ट गर्ने नि त्यहाँ फेरि दिदीको गीत कस्तो छ दामी छ नि फेरि थाहा छ कि नै साथीहरु खजौरी खाएर यता खजौरी उम्रेछ साथीहरु के गर्नु र यो खजौरी पनि यहाँको खजौरी टिपेर खान मिल्ने भए कति हुन्छ होला साथीहरु मच्छरले पनि कति होइन भुइँमा यता नि रुखमा पनि चढ्नु पर्दैन साथीहरु यस्तो नि भुइँमा यस्तरी पाके छ देख्नुभयो साथीहरु साथीहरु देख्नुभयो पाके छ साथीहरु खाने भए आउनु ल साथीहरु खजौरी खाने हो साथीहरु यति भयो बल्ल मेरो खजौरी एउटा टिप्दा त यहाँ त हुन्छ हेर्नु साथीहरु देख्नुभयो घाममा देखिन होला फलले जिताएर नि साथीहरु विदेशमा त रुखमा चढेर झोलुङ्गा लगाएर छुट्टी लगाएर टिप्नु पर्छ हैन हाम्रो यतातिर त हैन साथीहरु यस्तो टिप्नुपर्छ बसेर देख्नुभयो साथीहरु देख्नुभयो कस्तो फलिएछ साथीहरु कस्तो लाग्यो साथीहरु हानु साथीहरु गर्मी भयो अब घर जानु पर्यो साथीहरु अच्छा खजौरी चाहिँ यति छ जम्मा यति छ साथीहरु अब चाहिँ हामी घर जान लागेको साथीहरु हेलो साथीहरु घर जाँदैछौँ हामीहरू खेर जाँदैछौँ हेर्नु साथीहरु यो सल्लाहको बात झरेर कस्तो बाटो पनि चिप्लो भएको क्या बाटो चिप्लो भएर लोट्ने जस्तो भएर हेर्नु साथीहरु भेट भयौँ दिदीसँग खै हाइडो नि हेर्नु साथीहरु हाम्रो खजौरी यो चाहिँ दिदीको खजौरी हो यो चाहिँ मेरो खजौरी हो हेर्नु साथीहरु यहाँ च्याउ यो च्याउटा यस्तो भइछ त ज्यान खोलामा टाउको झोलामा भइछ साथीहरु हेर्नु त 2 टुक्रा भइछ च्याउ कसले खानु भएको छ यस्तो च्याउ खाने भए आउनु ल साथीहरु 2टा मात्रै च्याउ हेर्नु साथीहरु यो मेरो खजौरी कति गरुङ्गो छ उचाल्न पनि सक्दैन उचाल्न आउनु ल साथीहरु अब चाहिँ हामी जान लाग्यो हामी जाँदैछौँ साथीहरु घरतिर गर्मी पनि कस्तो भएछ अनि साथीहरु हामी घर जाँदै खजौरी बोकेर दिदी आइरहनु भएको छ पीछे मैं आगे चलती हूँ अच्छा दिदी बोल्न जान्दैन साथीहरु बाटो त यस्तो छ साथीहरु हेर्नुस् या बाटो भन्ने हो भने के हुन्न ए बोलेको त सुने के भयो त हैन साथीहरु घर जाँदैछौँ हामी फाइनली दिदी आइरहनु भएको बोल्न जान्दैनौँ हामी त
टोटे टोटे बोल्छन् साथीहरू के गर्ने सिक्किँदै गर्ने त र बोल्न पनि होइन र साथीहरू हिँड्दैछौँ साथीहरू हिँड्दैछौँ हामी हिँड्दैछौँ खजाहरू टिप्न जाने होला फेरि तर सिरामा सबै क्या पुरा उसको हड्डी एकातिर त्यो मासु दिए एकातिर होला झन् उसको मासु एकातिर भयो भने झन् खाने सजिलो हुन्छ केलाउनु पर्दैन दाँतलाई कष्ट हुँदैन आयौँ साथीहरू हामी घर यो स्याउलामा खोसेर त्यो यो भिडियोमा त नि कस्तो खोसेर आउँछ के आफू त धेरै खोसेर गर्दैन नि उसमा भिडियोमा त नि खोसेर आउँछ के कस्तो आउँछ आइपुग्यौँ साथीहरू हामी कस्तो गर्नु छ गर्मीको त पुरै नगर ननागौँ त हो ल बाई छुट्यौँ साथीहरू हामी चाहिँ हाम्रो घर चाहिँ आइपुग्यो साथीहरू